नमस्कार, शुभ प्रभात। आज म कञ्चनबोजको राष्ट्रिय स्कुलदेखि टोटफोटेगाडीसम्म जाने मुख्य सडकमा छु। केही समय अगाडि सुनिएको थियो कि यस सडक बनाउनको लागि बजेटहरू छुट्याएको छ भन्ने कुरा सुनिएको थियो, तर अहिले सुनिँदैछ कि यस सडकको लागि छुट्याएको जुन बजेट छ केन्द्रीय सरकारले कटौती गरिसक्यो भन्ने कुराहरू सुनिएको छ। यसरी हरेक वर्ष बजेट छुट्याउने र कटौती गर्दै जाने हो भने यो सडक बनाउन अझै 15-20 वर्ष लाग्नेछ र यसरी कटौती बजेट हुँदै गइरहेपछि खालि यसमा ग्राभेल ल्याउने हाल्ने, हरेक वर्ष ग्राभेल थप्ने काम मात्रै हुनेछ। यसरी ग्राभेल हाल्दै जाँदा यसमा भएका ठुल्ठुला ढुङ्गाहरू उछिट्टिएर गाडीहरू चलाउँदा उछिट्टिएर घरतिर जाने र चोटपटक लाग्ने समस्याहरू भइरहनेछन्। यस विषयमा सम्बन्धित निकाय र नेपालको केन्द्रीय सरकार र स्थानीय सरकारहरूले ध्यान दिनु जरुरी छ। केन्द्रीय सरकारले बजेट कटौती गरे तापनि स्थानीय सरकारले यो सडक बनाउन जल्दीभन्दा जल्दी ध्यान दिए हुन्थ्यो, किनभने यसरी मुख्य सडक हो यो कञ्चनबोजको। यो सडक नबन्दा स्थानीयहरूलाई धेरै गाह्रो भइरहेको छ। यहाँ आउने स्कुल बसहरू तर अन्य ठुला सवारी साधनहरूलाई पनि अप्ठ्यारो भइरहेको छ, किनभने कच्ची सडक भएको हुँदा गाडीहरू चलाउन गाह्रो भइरहेको छ र गाडीहरू चलाए तापनि यहाँ भएको ठुला ढुङ्गाहरू उछिट्टिएर घरतिर जाने र साना बच्चाहरूलाई चोट लाग्ने, अन्य व्यक्तिहरूलाई चोट लाग्ने हुन्छ र यसरी